हेलो हामी अहिलेको बसाई कहाँदेखि खाडी मुलुकदेखि खाडीको कुवेतदेखि आज सानो भिडियो गर्न लगायो विदेशतिर कस्तो हुन्छ भन्ने कुरा यस्तो हुन्छ ल विदेशतिर यस्तो ल हेर्ने साथीभाइहरु यस्तो हुन्छ घरहरु यस्ता छन् क्यामेराहरु यस्तो हुन्छ यसले हान्छ 150 दिन केडी ल यो भिडियो चाहिँ सम्पूर्णलाई खाडी आउने चाहने हुने साथीभाइहरुलाई यो भिडियो हेर्दिनु होला हैन के हुन्छ कस्तो हुन्छ भन्ने कुरा यस्तै छ बाटो यस्तो हुन्छ बाटो घरहरु यस्तो देखिन्छ वान वे हो सर लाने यता जाने यता आउने यता जाने यता आउने हो को आउने चाहनुहुन्छ विदेशतिर यो मेरो भिडियो हेर्नु होला अब त आउन खासै मिल्दैन होला अलि दिन अब लडाई चल्दैछ नि त यहाँ अब यो लडाई जब त सल्भ हुँदैन तब त आउन मिल्दैन होला हैन त्यही भएर बुट्टाहरु यस्तो सुकेको हुन्छ खाडीतिर चारतिर त्यति सिटी बस आएको छ यस्तो गरेर बसहरु चल्छ सर लडाएर सिटी बस पनि छ नि त त्यसरी घरहरु यो त गोल चक्कर भन्छ कि राउन्ड नेबोर्ड यस्तो हुन्छ यहाँ बाटो यस्तो गरेर घुम्नुपर्छ लाग्यो त हेरेर प्रक्रिया दिनु होला घर यस्तो हल्का हल्का हुन्छन् घर त भुइँचालो आयो भने त लान्छ होला कहिले आउँछ भुइँचालो हाम्रो नेपालमा जस्तो भुइँचालो आयो भने सबै जान्छ के गाडी घटघट गर्छ रे यस्तो छ अब यस्तै छ जिन्दगी परदेशको यता जानु नि के भन्न चाहन्थे भन्दा विदेश आउन चाहनेहरूलाई ड्राइभर भाइ छ जोरा आयो नि टाउको दुख्यो नि जे भयो नि यहाँ चाहिँ विदेशतिर आएपछि एकदम गाडी चलाउनु पर्छ काम गर्नु पर्छ नत्र पैसा काट्छु भन्ने कुरा त अरू कुरा आउन दिन्छु थपेर दिन्छु भन्ने कुरै छैन त्यही भएर कम्पनी एकदम हेरेर बुझेर आउनु होला यहाँ भित्र सरले पस्नुहुन्छ यो भित्र पसेपछि बरु एक लाइन बाटो हो उता नआउने यता जाने नेपाल जस्तै हो हाइवेतिर वान वे हो यहाँ टु वे हुन्छ भित्रभित्र गाडीहरू यस्तो राखेको छ पुरानो सुरानो ठोत्रो मोत्रोहरू गाडीहरू यस्तै छ हैन के कस्तो लाग्छ मेरो भिडियो हेरेर प्रक्रियाहरू यसो दिनु होला तपाईहरुले मनमा लागेको कुराहरू यहाँ उसले हात दिइरहेछ कस्तो गरेर छाता ओढेर हिँड्छ विदेशतिर नि अब यस्तो उता छाता अलि नजिक छाता ओढेर हिँड्नुहुन्छ मान्छेहरू यस्तै छ यो आयो यहाँ आएर फेरि यतातिर लाग्नु पर्यो हैन यस्तै बिस्तारै सर 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 गाडेर जानुपर्छ यसरी अनि यो भयो स्कुल यो स्कुल भयो यो माबुला सिटी किङ्स हस्पिटल पैसै मात्रै खर्च हुने बिरामी गर्दा कहिले इलाज गर्दाखेरि ठिक नहुने पैसा ज्यामाले यत्रो पैसा खाइदिन्छ कि पुरै छोडौँ के भन्नु तिमीहरूलाई भन्ने छैन बिल्डिङहरू लगेर कस्तो देखिन्छ सरर लाएर ल हेरौँ विदेशतिरको भ्यू हेरौँ ल स्कुल यस्तो हुन्छ यहाँ हाम्रो सम्पूर्णले नेपालीभाषीहरू पनि काम गर्नुहुन्छ स्कुलमा के काम हो त्यहाँ हुने पोस्ने काम त के हुन्छ नेपालीले काम मिल्ने त्यही हो यतातिर यस्तो छ बिल्डिङ हल्का हल्का यहाँ अस्ति धन्नै खसालेको भन्ने के गर्ने थाहा छैन आज काम परेर आउँदैछु यतातिर अब म अर्को भिडियोमा आउँछु आजलाई यहीँसम्म बाई बाई मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।